के भन्छन् म चाहिँ हाफ पेन्ट किन लगाएको भन्छ एकछिनमा हैन चाहिँ भन्छ नि तपाईँलाई नेता तपाईँलाई मान्दैन नि मान्छेले अहिले पनि ठिक छ। सर तपाईँको यही शैलीले गर्दा क्या घरको साम्पाको बिउले चाहिँ फल राम्रै दिन्छ भन्थ्यो कुहिसक्यो भन्छ नि बिउ नि सर तपाईँको यो शैलीले के सुध्रिनु भएन भन्छ यो ढोकाभन्दा ठुलो हो साइज तपाईँको कुहिएकोहरू चाहिँ छुट्टिँदै जान्छन् हैन तर बिउ खुइँदैन तपाईँ ढोकाभन्दा ठुलो साइज भयो तपाईँलाई धुर्मुसबाट सीताराम कटेल बन्नु भनेको तपाईँ चाहिँ खालि धुर्मुसै बनेर बस्नुभयो तपाईँको क्यारेक्टर जुन छ नि जो धनबहादुरजीसँग पनि मिल्छ होइन तपाईँ सीताराम कटेल नबन्ने सर तपाईँ माननीय नबन्ने तपाईँको शैली चाहिँ मेयरकै जस्तो छ नि अहिले पनि होइन तपाईँको माइक बोक्ने शैली होइन तपाईँको हिँड्ने शैली बोल्ने शैलीमा चेन्ज भयो त सर भएन नि सदनमा म कसरी बोल्छ थाहा छ सदनमा समग्रमा तपाईँले के छ भने झ्याउरे तालमा मादल बज्दैछ भने तपाईँ समलाम नाच्नु हुँदैन जस्तो मादलको ताल बज्छ त्यस्तै नाच्नुपर्छ तपाईँले राम्रो प्रश्न सोध्नुभयो भने म राम्रो उत्तर दिन्छु तपाईँले रिस उठ्दो प्रश्न सोध्नुभयो भने म रिस उठ्दै हाल्छु तपाईँलाई रिस उठ्दो एउटा गर्छु र तपाईँ चलेको क्वालिटीको भेल्यु बाजे भन्छ नि तपाईँलाई नेता तपाईँलाई मान्दैन नि मान्छेले अहिले पनि सर तपाईँको यही शैलीले गर्दा क्या धेरैलाई चाहिँ तपाईँलाई प्रधानमन्त्री नै बनाउनु खोज्छ तपाईँलाई चाहिँ कस्तो पत्रकार मान्छन् त्यसो भए माननीयले यस्तो प्रश्न सोध्ने त्यसले गर्दाखेरि हजारवटा कमेन्ट आउँछ 979 गाली आउँछ मैले स्वीकारेको छु सर यो सुन्नु न हो स्वीकारेको छु त्यसले गर्दा गालीको मतलब छैन नवीनजी तपाईँ सुन्नु न रोचकै हुनुहुन्छ समग्रमा एन्सर सर यो सकौँ न उहाँलाई भेलु बाजे भनेको कुरा चाहिँ सकौँ न होइन सर यो सकौँ न सर प्लिज सके त मैले इन्ट्रेस्टिङ त्यो सके मैले एकछिन सर एकछिन तपाईँको समग्र प्रस्तुति सोसियल मिडियामा भएन भन्ने चाहिँ धेरै सोसियल मिडियामा कस्तो सामाजिक सञ्जालमा जस्तो फेसबुकमा कुन चाहिँ प्रस्तुति स्ट्याटसहरू कुराहरू स्टेटसमा कहाँनिर चाहिँ त त्यो शब्दहरू तपाईँहरूले मलाई प्रश्न गर्नुभन्दा नेक्स्ट टाइममा चाहिँ नि त्यो स्टेटसहरू पनि लेखेर यसो देखाउँदा हुन्छ नि त मलाई कुन चाहिँ स्टेटस चाहिँ प्राय प्रत्येक हरेक स्ट्याटसहरू अलिकति तपाईँको ठाडो शैलीमा आयो राजनीतिक भाषामा आयो नियम सिकाउने तर नियम पालना गरेन कि भन्ने कुरा आयो ट्राफिक नियमको उल्लङ्घन पो हो कि एक हातले त कुदाइहाल्यो मानेन त्यो हातै नपक्रे त कुदाउँछ त्यो भिडियोमा चाहिँ तपाईँले भ्लग बनाए जस्तो देखिन्छ भ्लग होइन मैले ट्राफिक नियमको उल्लङ्घन पो हो कि भन्ने पनि आएको छ ट्राफिक नियमको उल्लङ्घन के हुन्छ म माननीय जस्तो मान्छे म आफै नियम बनाउने मान्छे एक हातले नियम सिकाउने तर नियम पालना गरेन कि भन्ने कुरा आएको छ तपाईँको भिडियो तानेर अपलोड पनि भएको रहेछ मैले पनि अघि गर्नेले गर्छन् नि गर्नेले त के भन्छन् म चाहिँ हाफ पेन्ट किन लगाएको भन्छ एकछिनमा होइन जहिले श्रमदानको टी सर्ट किन लगाएको आफ्नो फोटो भएको भन्छ सदनमा चाहिँ तपाईँले कि म आफै यसैमा अलिकति जोडौँ एकछिन यहाँले अब धेरै शुभचिन्तकहरूकोबाट हामीले त्यो कुरा सुनिरहेको छौँ क्या गुनासो घरको साम्पाङ